सो हेलो गाइज वेलकम टु माई न्यू भिडियो। सो आजको भिडियोमा चाहिँ म खेल्न गइरहेको छु फ्री फायर। यहाँ टिमहरू हेरौँ को छ। टिमहरू छ भन्दा नि एक्लै खेलिदिन्छु बरु, ठिक छ। कुन खेलौँ भन्दा ऱ्याङ्क खेल्छु आज बिआर ऱ्याङ्क। लेट्स गो गाइज। सो फाइनली गाइज बल्ल बल्ल म्याच स्टार्ट हुन लागेको छ। यहाँ लबीमा आइसकेको छौँ। यत्रो बेर लाग्यो, 1 मिनटभन्दा भित्र त हुँदैन आजकलको फ्री फायरमा। ओ अहिले त क्या खतरा माछाको आएको त नि। आम्मा मलाई नि थाहा थिएन यस्तो आएको थियो भनेर। यहीँ झरौँ मैले सिपयार्डमा झरिदिउँ न त आजभन्दा नि 2 महिनापछि खेलेको। हेरौँ कस्तो छ गेम प्ले। 2 महिनापछि खेलेको, तर मैले अघि नै एकचोटि 1-2 म्याच खेलिसकेको छु लनअफमा। ट्रेनिङ पनि अलिक प्र्याक्टिस हानिसकेको छु होइन। गेम प्ले चाहिँ पहिलेको भन्दा धेरै मेरो चेन्ज आएको छ। चेन्ज पनि फेरि नराम्रोमा चेन्ज क्या, राम्रोमा होइन। यस्तो नराम्रो गेम प्ले छ नि मेरो अहिले। तर केही छैन, 1-2 महिना खेलेपछि अब राम्रो भइहाल्छ छिटै। मलाई एउटा सर्ट रेन्जको लागि राम्रो गन चाहिएको छ। युएमपी भेट्यो यति भयो पुगिहाल्यो नि। युएमपी भन्दा नि म्याक्स 7 भन्छ अझै राम्रो हुन्छ क्या। यो भइहाल्यो, यो चाहिँ म्याक्स 7 या जे सोचेको त्यही आयो गाइज। यस्तो जहिले भइदिएको भए त कुन छ लङ रेन्जको लागि किङफिसर त्यस्तो वर्क त गर्दैन होइन। किङफिसरले सर्ट रेन्जमा नि अलिक खतरा लाग्छ क्या। त्यही इनिमी छ जस्तो छ। यो भइहाल्यो लङ रेन्जको लागि। यहाँ त इनिमी नै हुँदैन रहेछ यार। त्यो इनिमी नभएको यहाँ यो चाहिँ के हो मलाई थाहा नै छैन के हो यो। के हो गाइज यो, तपाईँहरूलाई थाहा छ भने भनिदिनु होला। र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यस्तै म तपाईँहरूलाई मनपर्ने कन्टेन्टहरू पनि हाल्छु। कमेन्ट गरिदिनु होला कस्तो कन्टेन्ट चाहिएको। पछाडि पो जाँदो रहेछ जन्म थुक्क। यता चाहिँ जानुपर्ने रहेछ। ठाम पनि बिर्सिसक्यो यार, धेरै महिनापछि नखेलेर। तर मलाई अपडेट पछि यो चाहिँ राम्रो लाग्यो क्या। ओफ्रिनेहरूको यो अलिक साइडमा पुरै सर्कलको त्यो रहेछ कि। हिजो त अपडेट आएको, मैले डाउनलोड गरेको थिएँ हिजो। के हो अहिले इनिमी नै भेटिँदैन त। म बन्दुक चलाउँछु बरु, के त इनिमी आउला कि। अब चाहिँ अलिक भेटिने चान्स हुन्छ यस्तो। इनिमी भेटेन भने यही ट्रिक गर्नु हो, मारो मलाई अब कुन चाहिँले। कहाँबाट मारो लु, कहाँबाट मारो यसले। ल फाइनली रिभाइभ गर्न पाइयो। अब अवस्था अब मारिदिन्छु। गाइज फाइनली मरेपछि फेरि रिभाइभ भएर यो म जन्मिन पाएँ। तर यो मलाई राम्रो लाग्दैन क्या यस्तो फेरि रिभाइभ हुँदै खेल्न। सुरुमै मरिसकेको हो नि त्यस्तो मर्नु त अब। त्यो पनि अब नियम राखिदिएको छ खेल्नु नै पर्यो, नखेलेर नि भएन। ए यो पानी पो हो यो। ए मलाई थाहा नै थिएन यो त। इनिमी भेटिँदैन यार। बन्दुक चलाएर गल्ती नै गरेछु क्या अघि अलिक। M60 यो खतरा हो यो। योभन्दा त MP5 राम्रो होला हौ। म फेरि बिआर ऱ्याङ्क खेल्ने बानी पनि छैन क्या त्यस्तो। जहिले CS ऱ्याङ्क इनिमी। फाइनली 1 किल भयो गाइज मेरो, वर्ल्ड रेकर्ड। अब चाहिँ इनिमीहरू कता हुन्छ भन्दा यसले यता फाइट गर्दै थियो क्या। यता नि हुनसक्छ 1-2 जना। त्यसको लुटौँ न त नि सामान। मुनि इनिमी छ, फिक्स छ, ग्यारेन्टी छ यहाँ त। पछाडि नि छ। अब चाहिँ के गरौँ क्या म। यो त्यहाँ देखेको थिएँ मैले। कहाँ चाहिँ पुग्यो यो। अब यो जोनले मर्छ कि त मेरो हातबाट मर्छ यो।
ओ ओ ओ नो गाइज मरे कस्तो मारो यार यसले कहाँबाट मारि हेरौँ न त नि म त्यहाँ थिएँ ए फाइनली गाइज मेरो प्लस भइसक्यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र मिलौँ नेक्स्ट भिडियोमा आजको लागि बाई